हाम्रो एकदम सुखद क्षण, एकदमै खुसीको दिन। आज हामी 14 गोर्खा प्रशिक्षण केन्द्र सुबाटु, सिमला हिल सुबाटुमा हाम्रो नम्बर 2 रेक्रुट कम्पनीमा हामी 27 अगस्त 1983 देखि 11 नोभेम्बर 1984 सम्म हामी भर्ती भएका सम्पूर्ण हामी नम्बरीहरू नम्बर 2 रेक्रुट कम्पनी र केही नम्बरीहरू नम्बर 3 कम्पनीमा हामीले ट्रेनिङ गर्न पुगेका थियौँ। एकदमै यहाँ पोखराका सम्पूर्ण नम्बरीहरूको चाहिने अथक प्रयासले गर्दाखेरि आजको शुभ दिनमा हामी सम्पूर्ण नम्बरीहरू आज पोखराको चाहिने न्यू रोडको चाहिने सिटी स्क्वायरमा आज सम्पूर्ण नम्बरीहरूको पुनर्मिलन, भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भइरहेको छ। यसको सम्पूर्ण श्रेय जति पनि पोखराका नम्बरीहरूले भाइबरबाट अथवा अनलाइनबाट सबै कलेक्सन गरेर लगभग हामी 120-25 जना नम्बरीहरूमा मलाई जहाँसम्म लाग्छ आज हाम्रो उपस्थिति लगभग 60 जनाको हाराहारीमा चाहिने आज हामी भेट हुन पाउँदा सुखद घडीमा पाल्नु हुने सम्पूर्ण नम्बरी मेरो जति पनि नम्बरीहरू र मेरो मिमसाबहरू, नानी बाबुहरू हामी सबैले भाग्यमानी ठान्नुपर्छ। हाम्रो प्रमुख अतिथिज्यू आउनुहुने भएको हुँदाखेरि तपाईँहरूलाई यो लाइनबद्ध तरिकाले खाजा खाइदिनु हुनुको लागि पनि म अनुरोध गर्छु। बाँकी सबै हाम्रा नम्बरीहरू तल प्रमुख अतिथिलाई रिसेप्सन गर्नको लागि हामी तल जाउँ। सबै नम्बर सामने त आफै बाइक चलाएर
फर्स्ट एन्ड 4 गोर्खा राइफलका पूर्व सैनिक नम्बरीहरूलाई समेटेर हामीले एउटा निश्चित दिनमा यो पुनर्मिलन भेटघाट र शुभकामना आदान प्रदान गर्ने भन्ने आज यो कार्यक्रम आज मिति 2082 साल कार्तिक 21 गते शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर 9 न्यू रोडको सिटी ब्याङ्क्वेटमा हामीले यो कार्यक्रम तयार गरेको छौँ। बिचमा हाम्रो नम्बरीहरूले धेरै सहयोग गर्नुभएको छ। म चाहिँ हाम्रा नम्बरी युवराज नम्बरी उहाँ चाहिँ अस्ट्रेलियामा भए तापनि उहाँले आफ्नो समय अनुकूल मिलाएर लगभग उहाँले धेरै नम्बरीहरूलाई जुटाउने जमर्को गर्नुभयो। उहाँलाई म धन्यवाद दिन्छु। हाम्रो यो कोही पनि औपचारिक कार्यक्रम गर्नु अगाडि हामीलाई सभाध्यक्षताको जरुरी परेको हुँदा आजको सभाध्यक्षको ग्रहण गरिदिनु हुनको लागि 4GR का सिनियर अफ द मोस्ट हाम्रा नम्बरी नम्बर 5345 168 फोनमान गुरुङज्यूलाई सभाध्यक्षको भूमिका निर्वाह गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै उस समयमा 27 अगस्त 1983 देखि 16 नोभेम्बर 1983 भित्र यो हाम्रो यो रेक्रुट हाम्रो चाहिँ 11 नोभेम्बर 1984 मा पासिङ आउट भएको हामीले कसम खाएको हाम्रो सबै नम्बरीहरूलाई हातमा हात मिलाएर उहाँले चाहिँ हामीलाई प्रशिक्षण एउटा इन्स्ट्रक्टरको भूमिका निभाउनु हुने हाम्रा आदरणीय गुरुजी अनेरी सुब्दार मेजर शङ्करदेव थापाज्यूलाई आजको यो प्रमुख अतिथिको भूमिका निर्वाह गरिदिनु हुनको लागि म मञ्चमा हार्दिक अनुरोध गर्दछु। उहाँको सरसम्मानको लागि ताली बजाएर सम्मान गरिदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। त्यस्तै आजको विशेष अतिथिमा हाम्रा फर्स्ट इयरको सिनियर अफ द मोस्ट हाम्रा प्यारो नम्बरी त्यो बेलामा उहाँको चाहिँ एजुकेटेडको हिसाबमा पनि उहाँले एसएलसी गरेर जानुभएको, युनिटमा गएर उहाँले कमिसनमा पनि उहाँले ट्राई गर्नुभयो, तर असम्भव यो भयो। उहाँ चाहिँ बिचमा नै आफ्नो सर्भिस छोडेर यहाँ आउनुभयो। उहाँलाई पनि म विशेष अतिथिको लागि म मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रम तयार गर्नको लागि हामीलाई आर्थिकको हामीलाई अति नै आवश्यकता रहेको हुँदा हामीलाई पहिलो मिटिङमा नै 10,000 रुपियाँ दियो र दोस्रो मिटिङमा फेरि प्लस 5,000 र खाजाको व्यवस्था उहाँले मिलाइदिनु भयो। 50 43 215 भीमबहादुर पुन्ज्यू उहाँले चाहिँ यो अगाडि आएर विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनुको लागि म अनुरोध गर्दछु। कोही सिपाहीमा आए, कोही नाइकमा आए, कोही हलदारमा आए, कोही अनेरी सुब्दार मेजर बनेर आउनुभयो, कोही अनेरी क्याप्टेन बनेर आउनुभयो। म उहाँहरूको उहाँले गर्नुभएको कर्मको फल हो यो। उहाँले जस्तो काम गर्नुभयो त्यस्तै उहाँले मान प्राप्त गर्नुभयो र म हाम्रा नम्बरी क्याप्टेन मोती कुमार श्रेष्ठ उहाँ सेना मेडल पनि हुनुहुन्छ। कृपया अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुँदा म हार्दिक अनुरोध गर्दछु। म मेरो प्यारो नम्बरी मैले रेक्रुटमा पनि उहाँ यति नै ह्यान्डसम थियो र अहिले पनि मैले हेरेँ उहाँ अति नै ह्यान्डसम र उहाँ लमजुङको बेसी सहरबाट हामीलाई भेट्नको लागि यहाँ आउनुभयो। अनि लेफ्टेनेन्ट मिन सुब्बा गुरुङज्यू उहाँलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनु हुनुको लागि म अनुरोध गर्दछु। यो कार्यक्रम तयार गर्नको लागि हामीलाई साथ सहयोग गर्नुहुने मेरो प्यारो नम्बरी कोषाध्यक्षको रूपमा अहिले हामीले उहाँलाई राखेको छौँ युवराज राणा मगर। उहाँलाई पनि म अगाडि पहिलो रोको अगाडि आएर आसन ग्रहण गरिदिनु हुनुको लागि म अनुरोध गर्दछु। र यस्तै सहसचिवको भूमिका म हाम्रो क्याप्टेन प्रेम नम्बरी हुनुहुन्छ। कृपया उहाँलाई पनि म पहिलो रोमा आएर बसिदिनु हुनुको लागि म अनुरोध गर्दछु। त्यस्तै सहकोषाध्यक्षमा पनि मेरो नम्बरी 5345 178 प्रेम उहाँलाई पनि म अनुरोध गर्दछु। जति पनि यहाँ उपस्थित हुनुभएको मेरो सबै आदरणीय नम्बरीहरू, मेरा नम्बरीका परिवारहरू, दिदीबहिनीहरू, उहाँहरू सबैलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु।
फर्स्ट इयरका सिनियर अफ द मोस्ट हाम्रो प्यारो नम्बरी आदरणीय पूर्णबहादुर थापाज्यूलाई म स्टेजमा आएर यो शुभकामना मन्तव्य दिइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। म 5043-207 हवलदार पूर्ण प्रसाद थापा, म चाहिने एकचुल म थकाली, म शेरचन हुँ। मेरो जन्म चाहिने म्याग जिल्ला धौलागिरी गाउँपालिकामा जन्म भएको थियो। त्यसै बसाइ सराईको क्रममा म अहिले काठमाडौँमा 2052 सालमा म पहिले वनस्थली, त्यसपछि हुँदै अहिले सानो घर्याङ सोहीको नजिकमा अवस्थित छु। घरको चाँजो पाँजो मिलाएर बिहान राति यस्तो अवस्थामा पनि यो अमूल्य कार्यक्रममा उपस्थित हुनुभएको सम्पूर्ण नम्बरीगण परिवारजनहरूमा हामी आयोजकको तर्फबाट, म व्यक्तिगत एउटा वान्जिआरको सिनियर पूर्ण शेरचनको तर्फबाट सम्पूर्णमा न्यानो अभिवादन टक्राउन चाहन्छु। कता कता हाम्रो अगाडि 10वटा नम्बरीहरू आज हाम्रो माझमा पनि हुनुहुन्न बिचरा। कति कुरा त यहीँ आएर पनि थाहा पाइयो। त्यो मान्छेको एउटा जिन्दगी हो, मान्छेको एउटा जन्मिँदाको फल र 6 दिनको लेख हो। जतिसम्म हामीलाई भगवानले चाहिने, ईश्वरले आफ्नो दानाबानी दिनुभएको छ, त्यति नै मात्र हामीले उपभोग गर्छौँ। मृत आत्माको चिर शान्तिको कामना तथा वैकुण्ठवासको कामना गर्दै परिवारजनमा अझै पनि धैर्य धारण गर्ने साहस प्राप्त हाम्रो 4 देवता र हाम्रो पशुपतिनाथ देवी देवताले गरून् भन्दै मैले प्रण गर्न चाहन्छु। नम्बरीहरू भन्ने कुरा के छ भने, सायद मलाई जहाँसम्म लाग्छ इन्डियन आर्मीमा कसैले ट्राई त गरे होला, 5-7 वटा बसेर नम्बरीहरू इन्टेक 2083-45 त्यसरी मनायो होला। तर यो इतिहासमा एउटा के हुनेछ भन्न हाम्रो रेकर्ड रहन्छ। मैले अरूबाट पनि फिडब्याक लिएको छु, खै नम्बरी आएर हाम्रो त कसैले चासो दिनु, कसरी गर्ने हो भन्ने कुरा पनि मैले सुनेको थिएँ। र जहाँसम्म मलाई आशा लाग्छ यो कार्यक्रम हाम्रो निरन्तरता हो। आजको कार्यक्रम चाहिने यो चाँजो पाँजो मिलाउनु हुने सम्पूर्ण पोखरावासी नम्बरीहरूलाई मेरो हृदयदेखि, मेरो परिवारदेखि, मेरो सिनियर नम्बरी आयोजक तर्फबाट मुरी मुरी धन्यवाद दिँदै यस्तै कार्यक्रम चाहिने लौरो टेकेर भए पनि मनाउन पाऊँ भन्ने आशा राख्दै मेरो सल्लाहकारज्यूले भनेको अनुसार सम्पूर्णलाई चाहिँ वार्मली वेलकम भन्छ इङ्ग्लिसमा, स्वागत गर्दै मेरो 2 शब्द स्वागत भाषण म यही अन्त्य गर्न चाहन्छु। जय गुरु, जय। थ्याङ्क यू। राष्ट्रिय गाना लगाइदिनु हुनको लागि म टेक्निसियन भाइलाई म अनुरोध गर्दछु। कृपया सबैजना राष्ट्रिय गानामा सारिक भइदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। यो 117 जना हामी चाहिँ कसम खाएका हौँ। 11 नोभेम्बर 1984 मा हामीले कसम खाएको। आज चाहिँ यो नोभेम्बर आउन आज कति दिन बाँकी छ? 11 नोभेम्बर आउन हामी चाहिँ लगभग हैन त्यो भित्र आज हामीले केही आफ्नो नम्बरीहरू, मेरो दाहिने सुत्ने नम्बरी नै छैन। मेरो पिनकुमार नम्बरी र यो गजराम नम्बरीले के भन्थ्यो, नम्बरी तेरो बहिनी मैले लाने हो, मेरो बहिनी तैँले लाने भन्थ्यो क्या रेक्रुटमा होइन। तर अहिले दुइटै छैन, बडो हामीलाई दुःख लाग्छ। र उहाँले जो मैले अघि नै पनि भने, उहाँले चाहिँ जो कर्ममा जति लेखेर आएको थियो त्यति नै पाएको हो। हुन त हामीलाई दुःख लाग्यो छ, उसको परिवारलाई झन् दुःख लाग्यो होला। त्यसमा हाम्रो नम्बरीहरू र सँगै भर्ती भएर पोखरा आएर पोखरामा 1 रात बसेर गएको मेरो नम्बरीधरि यहाँ हामीले गुमाउनु पर्यो। त्यस्तै 5043-211 फत्तबहादुर थापा, त्यस्तै 5043-217 बिनकुमार गुरुङ, 5043-238 यामबहादुर थापा, 5043-247 खड्कबहादुर गुरुङ, 5043-266 मिनबहादुर राणा, 5043-283 चोकबहादुर थापा, 53-45-170 पानबहादुर गुरुङ, 53-45-175 गजराम गुरुङ, 53-45-181 कमल गुरुङ,
5345-234 दालबहादुर राणा। उहाँहरू अहिले हाम्रो यो परिवारबाट अलग हुनुभएको छ। उहाँ चाहिँ स्वर्गलोकमा पुग्नुभएको छ। म उहाँहरूको आत्माले शान्ति पाओस्, वैकुण्ठमा बास भओस्, म उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै 1 मिनटको मौन दानको लागि म सबैलाई तारिख भइदिनुको लागि म अनुरोध गर्दछु। मेरो पहिलो स्टार्टमा अफ भन्छु र दोस्रोमा पनि म फेरि फिनिसिङको म एउटा यहाँबाट साइन गर्छु। सबैले टोपी निकालेर 1 मिनट मौन दान गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। अफ। धन्यवाद। आजको यो कार्यक्रमलाई दीप प्रज्वलन गरेर यो उद्घाटन गरिदिनु हुनुको लागि म आजको प्रमुख अतिथि अनेरी सुब्दार मेजर शङ्करदेव थापाज्यू, हाम्रा गुरुजी, उहाँलाई म अनुरोध गर्दै उहाँको साथमा हाम्रा आजको सभा अध्यक्ष फनमान गुरुङ र हाम्रा नम्बरी पूर्णबहादुर थापाज्यूलाई पनि म साथ दिनुको लागि म अनुरोध गर्दछु।
बहिनी चाहिँ कलाकार होइन, फेरि पनि उहाँले चाहिँ आफ्नो समाजप्रतिको उत्तरदायित्व र उहाँले समाजमा धेरै दुःख मेहनतहरू गर्नुभएको भएर मैले फेरि अब हाम्रो नम्बरीलाई हामीले कसरी खुसी राख्ने, अब सचिव पनि भनिदिइहाल्यो, अब गर्नु पनि पर्यो। अब चाहिँ हामीसँग यो पहिलो कार्यक्रम, हाम्रो आर्थिक पनि हेर्नु पर्यो। त्यसले गर्दाखेरि मैले बहिनीसँग रिक्वेस्ट गरेँ, बहिनीले एकै शब्दमा उहाँले चाहिँ हामी ल्याउँछौँ भन्ने खालको कुरो राख्नुभयो। म बहिनीलाई धेरै धेरै धन्यवाद दिन्छु र बहिनीको सम्मानको लागि सबैले ताली बजाएर सम्मान गरिदिनुको लागि पनि म अनुरोध गर्छु। हामीले एउटा परिचय कार्यक्रम पनि राखेको छौँ। सबैले आफ्नो नाम, नम्बर र हाल तपाईँ कहाँ बस्नुहुन्छ यो पनि हजुरहरूले बताउनु पर्ने रहेको छ। मेरो परिचय भन्नुपर्दा नम्बर 53454178 प्रेमबहादुर गुरुङ। मेरो पुरानो गाउँ उत्तली बजार नगरपालिका वडा नम्बर 8 काउले। हाल पोखरा महानगरपालिका वडा नम्बर 17 मस्तान चौकमा बस्दछु। अहिले यस पुनर्मिलन भेटघाट कार्यक्रमको सहकोषाध्यक्षको स्थानमा छु। धन्यवाद। धन्यवाद। मेरो नम्बर 5043-213 युवराज राणा मगर। म अन्नपूर्ण माग क्रोध विकास संस्था औद्योगिक क्षेत्र गुल्माजी लेन नम्बर ईमा बस्छु। म चाहिँ पहिला मेरो पुरानो घर चाहिँ तनहुँ जिल्ला हो, स्याङ्गो गाविस, र अहिले म यहाँ पोखरामा उता आइसकेको छु र मैले आफ्नो बसाइ सराई पनि गरिसकेको छु। 10 नम्बर वाडामा कार्यरत छु। अनि यो मेरो दुईवटा बच्चाहरू छन्, एउटा छोरा एउटा छोरी। छोरी अस्ट्रेलियामा जब गर्दैछन् नर्सिङमा, र म छोरा चाहिँ न्युजिल्यान्डमा छु। अब बच्चाहरू भयो भने पनि के गर्ने, अब नजा भन्न पनि नमिल्ने, उनीहरूको अब पढाइ अनुसार पनि जानै पर्यो। अब अहिले चाहिँ हामी यहाँ बुढाबुढी छौँ र छोरी जहीँ चाहिँ अलिक छोरी आउनुभएको छ। म पहिला पनि 6 महिना बसेर आएँ अस्ट्रेलियामा, मेलबर्न भन्ने ठाउँमा। र अहिले फेरि पनि म यो आज किन चाहिँ हामी यो अलिक चाँडै हुन गएको कार्यक्रम भन्दा म फेरि 14 नोभेम्बरमा फेरि छोरीसँगै जाँदैछु अस्ट्रेलिया। त्यो भएको हुनाले र यहाँ सबै आज हामी सहभागी भयौँ यो पुनर्मिलन कार्यक्रममा चाहिँ भेटघाट भयौँ। धेरै खुसी लाग्यो। अनि म नम्बर 5043-208 पालबहादुर थापा। मेरो पहिलाको जन्मस्थल निजदी 4 विद्याल मौलाथार पाल्पा। अनि अहिलेको हाल बसोबास मध्यबिन्दु 10 अरुणखोला नवलपुर। अनि हामीले अहिले 11 जना मिलेर एउटा सानो बोर्डिङ खोलेको छ, नर्सरी टु 10 क्लाससम्म, जसमा विद्यार्थीहरू 851 जना रहेको छ। अनि त्यो विद्यालयको एउटा एकाउन्टेन्ट सम्हालेको छु मैले। म सरदार अमरबहादुर थापा। मेरो पुरानो गाउँको ठेगाना हो बागलुङकोट नगरपालिका, अहिले नगरपालिका 1 पोखरा महानगरपालिका वडा नम्बर 14 हवेलीमा रहन्छ। अहिले यहाँको कार्यसमितिभित्र सहयोगीको भूमिका गर्दैछु। धन्यवाद। सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार। म नम्बर 5043-267 म सुधार मेरो अनर क्याप्टन प्रेमबहादुर गुरुङ, म रिटायर भएको र म चाहिँ अहिले हाल यहाँ गलेश्वर चोक जो छाला डक्टर अगाडि त्यहाँ बस्छु। मेरो घर चाहिँ घान्द्रुकमा हो। घान्द्रुकमा हामीले केही साथीहरू हामीहरू मिलेर तितेपातीको तेल निकाल्ने हाम्रो एउटा कम्पनी फ्याक्ट्री निकालेको छ। अगर तपाईँहरू कसैलाई त्यस्तो अलिक समस्या यो तितेपातीको तेलहरू चाहिन्छ भनेदेखि सम्पर्क राख्न सक्नुहुन्छ। किनभने यो सायद नेपाल अधिराज्यमा पहिलो हामीले यहाँ यो कम्पनी खडा गरेको पहिलो हो। सानो प्रेसर कुकर निकाल्नु त रहेछ, भेट्यो 2-3 जति, तर यो ठुलो कम्पनी हामीले अहिले खोलेको छ तकरिबन 3-4 करोडको लगानीमा। त्यसमा चाहिन्छ भनेदेखि मसँग सम्पर्क गर्नुहोस्। 5043-243 हिराबहादुर घले। म माछापुछरी गाउँपालिका 2 घले खर्का 4 घले खर्का। अहिले हालमा लामोचौर 19 भण्डारी डाहा
स्ट्रिट 11 अन्नपूर्ण टोलमा बस्दैछु। त्यति भन्दै मेरो परिचय यही समाप्त गर्न चाहन्छु। धन्यवाद। भन्नुपर्दा मेरो नम्बर 5043-375 चन्द्रबहादुर गुरुङ, हाल सुब्दार। म सिराञ्चोक गाउँपालिका गोरे काभ्रेमा बस्ने गोर्खामा, अहिले गोर्खा नगरपालिका वडा नम्बर 7 मा गोर्खामै बस्छु। हाल म हालमै छु। जय गुरु भन्न चाहन्छु। सम्पूर्ण नमस्कार सर। मेरो नम्बर 5043-241 सुब्दार राजकुमार प्रधान। म सेकेन्ड फर्स्ट जिआरमा कार्यरत थिएँ। अक्टोबर 11 मा चाहिँ म रिटायर भएको थिएँ। मेरो जन्मघर स्याङ्जा जिल्ला वीरकोट नगरपालिका वडा नम्बर 1 र हाल म भरतपुर महानगरपालिका वडा नम्बर 3 मा अवस्थित छु, जो लाइन्स चोकबाट अलिकति भित्र पर्छ। यदि भन्दै म आफ्नो परिचय यही दिन चाहन्छु। मेरो परिचय दिँदाखेरि मेरो नम्बर 5043-265 नायक नरेश बहादुर थापा। म सेकेन्ड फर्स्ट इयरमा थिएँ अनि फिलहाल चाहिँ अहिले न्युट्रलले छु। 5043-282 होम बहादुर पुन। फिलहाल पोखरा महानगरपालिका वार्ड नम्बर 1-2 अर्जुन बोर्डमा म बसोबास गरेको छु। मेरो पुरानो गाउँ चाहिँ ककवाड जिल्ला जजल गाउँपालिका वार्ड नम्बर 1 मा पर्छ, तर मैले यहाँ बसोबास अहिले गरेर आइसकेको छु। म 5043-259 हुमबहादुर थापा 3 प्लाटुन र एक्चुअली म हुमबहादुर छेत्री। बसाइ मेरो तनहुँ पुर्खौली ठाउँ खैरिन्टार र म रिटायर सुब्दार हालेर क्याप्टन 2013 30 अगस्तमा रिटायर भएँ र हाल अहिलेको बसोबास शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 मा र आएपछि यस्तै सामाजिक सेवाहरू शुक्ला गण्डकी भूगु सङ्घको अध्यक्ष र शुक्ला गण्डकी क्षेत्रीय समाजको अध्यक्ष, यस्तै सङ्घ संस्थाहरू थुप्रैमा चाहिँ कार्य गर्दै बिताइरहेको छु। 53-45-237 हानेर सुब्दार मेजर मुक्ति प्रसाद पुन। मेरो परिचय म्याग्दी जिल्ला पालिका गाउँपालिका 7, हाल बेरी नगरपालिका 4 सिंह टाटपानी। अहिले 8 साल भयो त्यहाँ बजारको अध्यक्ष गरेको। अनि मेम साहब मेरो पालमती जुप्जाली आमो समूहको अध्यक्ष। हाल अहिले 1 हप्ता भयो उसले अर्को चार्ज थियो। त्यो टाटपानीको धुप्न आउनु होला भन्दै धन्यवाद। माछापुच्छरे गाउँपालिका वार्ड नम्बर 2 च्याङ्लुङ, हालको बसोबास पोखरा लामाचोर 19 गैरीकोट। धन्यवाद। जय हरि जय गुरु। 53-45-188 फर्स्टबहादुर पुन र यहाँ उपस्थित मध्येमा सबभन्दा फरक किसिमको म मात्रै होला। किन भन्दा नम्रहरूसँग फोन गर्छु, किन गाउँ नछोडेको अहिलेसम्म भन्नुहुन्छ सबै धेरै जसोले, र मैले गाउँ छोडेको छैन। र मेरो गाउँ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8 रामचेउ र अन्नपूर्ण गाउँपालिका यसमा दुईटा छ, एउटा अन्नपूर्ण गाउँपालिका कास्की र अन्नपूर्ण गाउँपालिका म्याग्दी। र म चाहिँ अन्नपूर्ण गाउँपालिका म्याग्दीको हो। 2001 मा हामी पेन्सन निकालेपछि त्यहाँ गाउँमा कस्तो चलन थियो भने पेन्सन रिटायर भएर आएपछि केही समय गाउँको काम गर्ने भन्ने एउटा रुल थियो। त्यसमा मलाई विद्यालय व्यवस्थापनको कोष अध्यक्ष डिटेल गरिदिनु भयो। अनि त्यसको साथसाथमै फेरि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नै डिटेल गरिदिनु भयो। र त्यो समयमा मैले पूर्व अध्यक्षसँग कारोबार लिँदा 511 रुपियाँ मैले क्यास लिएको थिएँ। अनि त्यो रुपियाँ लिएर आइसकेपछि हामी बैठकमा जाँदा कुनै विद्यालयहरू, हाम्रो विद्यालयमा 4 लाख छ, कसैले 3 लाख छ भन्ने। आफ्नो मैले त जम्मा 511 रुपियाँ लिएको छु, त कसरी गाडी बढाउन सकिन्छ भने त्यो मेरो ध्यान त्यतातिर मात्रै फोकस भयो। गर्दाखेरि अहिले मैले जुन कि 511 रुपियाँ मैले चार्ज लिएको, अहिले झन्डै 60 लाखको हाराहारीमा त्यो पुर्याउन सकिएको छ।
त्यो एउटा मेरो काम त्यही हो र अझै पनि त्यही विद्यालय सम्बन्धी नै काम गरिरहेको छु र फेरि भन्नु त धेरै मन लाग्थ्यो धेरै साथीहरूलाई पहिलाको कहानी भन्न मन लाग्थ्यो यहीँ साबुन हुन्छ पानीमा डुबेर त्यो यादहरू भन्न मन लाग्थ्यो है तर के गर्ने अब समय अलिकति कमी भएको कारणले फेरि पनि भेट फेरि छिट्टै 2 वर्ष नभइकन 1 वर्षमै भेट्ने कोसिस गरौँ भन्दै म मेरो मन्तव्यसँग बिदा हुन्छु। हस्त धन्यवाद। मेरो के अरे ठेगाना भन्नुपर्दाखेरि सुनौल 3 किटपुर 2 मा बस्छु नवलपरासी अनि म 5345 समकाजी गुरुङ म केही व्यवस्था अब आफ्नै उसमा व्यस्त छ खास अब केही गरेको छैन। नम्बर 5043 237 हुम्बाजु गुरुङ पुराना ठिकाना स्याङ्जा जिल्ला बिरौ गाउँपालिका वडा नम्बर 7 हाल पोखरा महानगरपालिका वडा नम्बर 15 पञ्चामसमा बस्दछु। नमस्कार, म नम्बर 5345 117 नायक बहादुर गुरुङ नवलपुर जिल्ला कौसतीमा बस्छु। हाल आफ्नो पटन गएको 42 वर्ष 43 वर्ष जति भयो होला कोही साथी भेट्न भएको। आज यो मिलन भेटघाट कार्यक्रममा आज भेट हुन पाउँदा धेरै खुसी लाग्यो। जय गुरु जय गुरु। आज म पहिलोचोटि यो माइक समातेको भन्ने पहिलोचोटि हो र मेरो परिचय भन्नुपर्दाखेरि म पोखरा 22 उलेरी भुम्दी उलेरी यहाँ मेरो स्याङ्जा र कास्की बोर्डरमा बस्छु। म भुम्दी उलेरी तर म हाल स्याङ्जा फेदी खोला त्यसको अलिक नजिक त्यही नजिकै बस्छु। म फेदी खोला बस्छु। म 5345 193 जितबहादुर गुरुङ। मेरो 3 छोरा एउटा छोरी छ। छोरी बिहा भएर आफ्नो घरमा छ। ठुलो छोरा बुहारी युके छ। अहिले नाति सानसानो छ मसँग छ। अहिले छोरा बुहारी पनि अहिले छुट्टीमा आउनुभएको छ। अब चाहिँ 20-26 गति जानुहुन्छ। सानो छोरा बाहिर गयो तर केही कारणवश अहिले मसँग छ। अहिले लगभग 3 वर्ष जति भयो। गाउँ मनुवाङ अहिले बसोबास खैरिङटार वार्ड नम्बर 6। मेरो नम्बर 85 अनि नाइ सुब्बा एकबहादुर गुरुङ। म 5345 235 सुबेदार मेजर अनिल लेफ्टेनेन्ट मिन सुब्बा गुरुङ। म सेकेन्ड 4th इयरको रिक्रुटमा म 3 प्लाटुनको 3 सेक्सनमा थिएँ र मेरो 3 सेक्सन कमान्डर उहाँ मेरो आजको प्रमुख अतिथि सुबेदार मेजर शङ्कर साहब हुनुहुन्थ्यो। त्यो दिन एकदम याद आयो। बेसिक क्याम्पबाट आउटक्याम्पसम्म पुरा पोइन्ट जोड्दाखेरि नम्बर 2 रिक्रुट कम्पनीमा सबसे बेस्ट सेक्सन बनाएको लमजुङ जिल्ला बेसर नगरपालिका 2 मा छु। म बेसरमै छु। अब परिवारको बारेमा मेरो 2टा बच्चा हो, एउटा छोरा एउटा छोरी हो। छोरा मेरो 4th इयरमै छ, उहाँको पल्टनमा छ। 9 वर्ष कम्प्लिट भयो, बिहा गरेको छैन। छोरी मेरो अहिले ब्याचलर 3rd वर्ष आइटी पढ्दैछ। गुल्मी जिल्ला बस्दै अहिले नवलपरासी जिल्ला बर्दघाटमा बसेको छु। फौजको हिसाबमा भनौँ भने म सबभन्दा यहाँ नम्बरीभरिमा सबभन्दा जुनियरै हुम्ला। मेरो नम्बर हो 5345 233। मभन्दा जुनियर यहाँ 35 साहब हुनुहुन्छ। सायद सेकेन्ड नम्बरमा पऱ्यो होला है। सुबेदार मेजर अनि क्याप्टन मोती कुमार श्रेष्ठ सेना मेडल। मैले सेना मेडल पाएको पनि उहाँको आशीर्वाद नै होला जस्तो लाग्छ। 2 कम्पनीको नम्बरीहरूमा सायद मै मात्रै छु होला होइन। कोही छ छैन। मलाई गाइड गरेर यहाँ तक पुऱ्याइदिनु मलाई नमन गर्दै 2 शब्द यही समाप्त गर्छु। धन्यवाद। मेरो व्यक्तिगत परिचय भन्दाखेरि 5345 168 हवलदार फणमान गुरुङ। त मेरो पुरानो वासस्थान चाहिँ थुमाको डाँडा गाउँपालिका याङजेको यहाँबाट 17 किलोमिटर टाढा छ, नजिकै हो। यही पोखरे भेली वरिपरि पर्छ। त अहिले मेरो वासस्थान भद्रकाली 13 यो भद्रकाली स्कुलको ठिक अगाडि 4-5 मिनट अगाडि हिँड्ने पैदल हिँड्ने मेरो वासस्थान। त्यहाँ तपाईँहरूले फेला पार्नुहुन्छ।
समाजसेवातिर अब हाम्रो बडाबुढी नै है उहाँ चाहिँ तमु दिदीको कोषाध्यक्ष हुनुहुन्छ फिलहाल। म पनि आफ्नै समाजकै यसरी बिताउँदैछु। मेरो पुरानो घर धौरगी गाउँपाले वार्ड नम्बर 5 मलमपार खानी किन राख्यो भनेपछि त्यहाँ पहिले खानी खन्दिएर क्या तामाको सुन्नु हो। अरू मेरो परिचय भीमबहादुर पुन। अरू मेरो परिवार सबभन्दा म धनी छु। नम्बर नि भनेर नाति म धनी छु। मेरो 4वटा छोरा छ। युवराज नम्बरले कति नानी नम्बरी भन्थे 4वटा छोरा छ भन्दाखेरि ओहो हो भन्थे। नाति कति छ भन्थे 9वटा भन्दाखेरि झन् तोर्स्यो आफू है। यो मेरो सही कुरा हो। 4वटा छोरा छन्। 4वटा छोरा 4 दिशा छन्। कोही पूर्व कोही पश्चिम कोही उत्तर कोही दक्षिण छन्। त्यो छोराहरूले आइजा यता बा यता आइजा भने आन्न केटा त्यो पछि यतैबाट म यही खान्छु भने है। अरू नाति पाल्दा छोरा पाल्दा मलाई धेरै दुःख भयो छ। तर अहिले मलाई सुख छ। नाति ठाउँमा पुगे छोरा ठाउँ पुगे है। तर दुःख पऱ्यो भने सानोमा नगर्नुहोस् कसै नम्बरनीहरूले सुख नि आउँदो रहेछ है। मैले होइन मेरो दुःख कहानी मेरो छोराहरू ठाउँमा पुर्याउँदाखेरि कति ठाउँ गएँ ल पैसा दिनुहोस् न भन्नु। अहिले त्यो पार्टी मसिन आउँछ अलिक पैसा दिनुहोस् न तैँले पहिले दिएको थियो अहिले अलिक बल्ल हुने रहेछ हो। तर चाहिँ अस्ति मिटिङमा मलाई नम्बरले दर्ता पार्यो आइज भने म पनि जब गर्छु अलिक टाइम पाइनँ। आइज नम्बरी आइज भने तल गएको त न पानी छ म त खाना खाने होला नि बढी भोगै गएको है। पेट भरा ल्याएको छ गरे अब फेरि पार्टी पनि ल्याएको छ मोटोमोटो गरेर स्वाई खाएँ। त्यहाँदेखि आएँ फेरि नम्बरले फोन मुख सुकेको भाइ खाजा नि खाऊ खाजा खुवाएँ। त्यहाँदेखि होइन फेरि मिटिङ गर्छ भने यो पैसाले खाऊ भन्ने मैले छोड्ने पैसा होइन। त्यहाँदेखि अर्कोचोटि आएँ। अर्कोचोटि आउँदाखेरि त नम्बरले पानी लियो भन्न मेरो नम्बर कुना छ नम्बरले पानी लियो खाएँ। त्यो स्थिति हामीले नगरौँ। मरेर पैसाले कोही के बोकेर जान्न त्यो हरियो बाँसमै जाने हो। यो नम्बर यति नम्बर नि भेटेछ। म आज पनि यो खाजाको उपलक्ष्यमा 10,000 डोनेसन गरेर जान्छु ठिक छ। तर मेरो साथमा पैसा त छैन। एटिएम छ नम्बर लिएर उठ्याइ निकाल्छु है। ल कोही चाहिँ समाजसेवीमा कोही चाहिँ व्यवसायमा। र मेरो आफ्नो परिचय भन्दा म नम्बर 5345 176 लालबहादुर गुरुङ। म 34 GR। म 34 GRबाट म सुब्दा ऱ्याङ्कमा रिटायर भएको हो। एक्चुअल म सेकेन्ड फ्लोरमा म डिटेल भएको थियो। सेकेन्ड फ्लोरमा थिएँ तर मलाई सेकेन्ड फ्लोरको यो हेयर कट हेर्दाखेरि पुरा मिस्टिन कट गर्दाखेरि मलाई मन परेको थिएन है। मैले चाहिँ के भाना गर्ने होला भनेर मैले चाहिँ र मलाई मेरो यहाँ नम्बरी छ मोती कुमार श्रेष्ठ। ऊ र म रेक्रुटमा एकदमै मिल्थ्यो। उसले चाहिँ अरे यार थर्ड फ्लोरमा जाऊँ थर्ड फ्लोरमा मैले चाहिँ ब्रिगेडियर यानके गुरुङ ट्रेनिङ COPS खत्री साहब र ट्रेनिङ SM जुम्बहादुर साहब ऊ चाहिँ मेरो 3rd GRको थियो। मैले हात खडा गरेँ। एक्चुअल मेरो बाबाको नाम त अलगै थियो तर त्यहाँ भेरिफिकेसन त्यहाँ अगर डकुमेन्ट हेर्ने भए म 14 दिनको कोटाघाट पनि खाने लायकको थिएँ। मैले चाहिँ हात खडा गरेँ र मैले किन भने म 3rd फ्लोरमा जान चाहन्छु तेरो को छ भने मेरो चाहिँ एउटा मामा पढ्ने थियो रेखबहादुर गुरुङ। मैले उसको सधैँ घरमा हेर्दाखेरि ढोकामा ऊ चाहिँ अब सुब्दा ऱ्याङ्कको होइन 100 ऱ्याङ्कको चाहिँ उसको फोटो र उहाँले चाहिँ 100 क्याप्टन रेखबहादुर गुरुङ भनेर लेखेको थियो। मैले चाहिँ मेरो बाबा रेखबहादुर गुरुङ हो। जुम्बाल साहब आएर भने अरे त रेखबहादुर साहबको कुन चाहिँ छोरा हो भने त्यहाँबाट मैले भने म माइलो छोरा भनेर सट्टा लाग्यो हो। त्यहाँबाट त्यतिकोमै अब SM साहब ट्रेनिङ CO साहब र ब्रिगेडियर साहबको आफ्नो कुरा भयो। पछि चाहिँ नि अब सबै आफ्नो आफ्नो पल्टनमा नोमिनेट भयो तर म त न्युट्रलमा बसेँ। अब म सेकेन्ड फ्लोरको हो कि 3rd फ्लोरको मलाई पनि थाहा लागेन। र फेरि मोतीले नम्बरीले भन्छ अरे यार जाऊँ न SM साहब थिङ भन्न। 2 दिन त हामी SM साहबको रुमको तल पनि गएर बस्यो सोध्नलाई तर हिम्मत भएन। पछि चाहिँ सेकेन्ड फ्लोरको 40 जना मेसे 39 जना जाने भन्ने खबर आएपछि यसको मतलब म कट भएर 3rd फ्लोरमा जाने भयो। मलाई त सेकेन्ड फ्लोरको गुरुजीले त यतिसम्म गरे जो सबाटोमा पसेँ म है कसम खाएर
सेकेन्ड फ्लोरको गुरुजीहरूले त तँलाई ठेल्ला त सेकेन्ड फ्लोरमा आइज हो। त्यसो भएले आखिरीमा म थर्ड फ्लोरमा ड्रप गएर ठ्याक्क सेकेन्ड फ्लोर उहाँ जम्मूमा थियो। म ठ्याक्कै त्यहाँ जाने मौका पऱ्यो त फेरि त्यहीँ भेट्यो सेकेन्ड फ्लोरको गुरुजीहरू, किन आइस यहाँ हो थर्ड त्यहाँ त्यस्तो कुरो भएको थियो होइन। यो एउटा मजाक पनि भयो र हामी चाहिँ यसरी हामीले यो दिन बिताएको हो। म धेरै खुसी लाग्यो, सबैको अवस्थाहरू मलाई राम्रो लाग्यो। म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो यो ग्रुप नृत्य छ। उहाँहरू चाहिँ आफ्नो गाउँ ठाउँ टोल समाजमा नाचिराखेको र मैले चाहिँ यस्तो छ मेरो कार्यक्रम मलाई सहयोग गरिदिउ भन्ने बेलामा उहाँहरूले ओके भन्नुभयो। म उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुब्दा मेजर अनिल लेफ्टेन्ट मिनसुबा गुरुङज्यूलाई आफ्नो छोटो मन्तव्यको लागि म अनुरोध गर्दछु।
एकदम खुसीको दिन छ आज। हामी कति सालपछि भेटघाट हुनु पाएको छ, योभन्दा सौभाग्य कुरो केही पनि छैन। म त यो कार्य समितिलाई यति मनदेखि एकदम आभार व्यक्त गर्न चाहन्छु। आज जबदेखि यो कुराहरू उठ्यो तबदेखि नै हामी एकदमै मनमा उतास भइरहे कि कहिले भेट हुने, कहिले भेट हुन पाउने। हिजो राति पनि निन्द्रा राम्रोसँग लागेन। अरे भोलि त नम्बरियाहरू भेट्नुहुन्छ, बिहानै छिटो उठेन यार, होइन? त्यस कारणले एकदमै यो कार्य समितिलाई यति धन्यवाद छ कि त्यो एकदमै त्यो शब्द नै छैन। एक आपसमा माया ममता नै सबसे ठुलो जस्तो लाग्छ मलाई। मरेर लानु केही पनि छैन। मेरा नम्बरी होमबहादुर थापाज्यूलाई छोटो मन्तव्यको लागि म अनुरोध गर्दछु। सराहनीय काम गर्नुभएको छ यहाँहरूले र यो आउँदो दिनमा कसरी जाने त भन्दा अब एउटैले हाम्रो चाहिँ युवराज नम्बरीले चाहिँ यत्रो चाहिँ गर्नुहुन्छ भने अर्को आउने सालमा कमसेकम 100 जना चाहिँ हामीले गर्न सकियो भने यसको अझै उचित यसको मूल्यवान हुन्छ जस्तो मलाई लाग्छ। सबैले तालीले हौसला दिनु होला। प्लिज नम्बरीहरू साइडबाट चाहिने भिडियो डान्स पनि गर्नु सक्नुहुन्छ
खोसेती माया धोधो घाँस्या देउराली डाँडारी 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 कायर हुनुभन्दा मर्नु राम्रो पुनर्मिलन भेटघाट कार्यक्रम मायाको चिनो श्री भीमबहादुर पुन्ज्यू 27 अगस्त 1983 देखि 16 नोभेम्बर 1983 भित्र भारतीय सेनामा भर्ती भई 14 गोर्खा ट्रेनिङ सेन्टर सभा 2 को नम्बर 2 रेक्रुट कम्पनीमा फर्स्ट एन्ड 4 गोर्खा राइफलका सम्पूर्ण पूर्व नम्बरीहरूको पुनर्मिलन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमका लागि आर्थिक सहयोग बापत रु 15,000 रुपियाँ उहाँले पहिला दिनुभएको छ। फेरि आज उहाँले 10,000 रुपियाँ दिनुभएको छ। तिनी उहाँले बाचा गर्नुभएको छ। त्यसले गर्दाखेरि रु 25,000 रुपियाँ हो आफ्नो चार्ज छोडेर आफूले यहाँ लाग्ने दस्तुर 5,000 रुपियाँ छोडेर अब फेरि उहाँले 10,000 दिँदै हुनुहुन्छ। म उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो नम्बरीहरूको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण परिवार सुखी रहोस्, शान्ति रहोस् भन्दै म यो मायाको चिनो प्रदान गरिदिनु हुनको लागि आजको प्रमुख अतिथि हाम्रा अनिल शुद्ध मेजर शङ्करदेव थापाज्यू र हाम्रा फर्स्ट एन्ड 4 गोर्खा जिआरका हाम्रा दुवै हाम्रा नम्बरीहरू विशेष अतिथि नम्बरीहरू र अरू नम्बरीहरू जो मञ्चमा बस्नु भएको छ उहाँलाई पनि अगाडि आइदिनुको लागि म अनुरोध गर्दछु। धन्यवाद छ हाम्रो नम्बरीलाई। म अब हाम्रो नम्बरीकै तर्फबाट आफ्नो छोटो मन्तव्य दिइदिनुको लागि मेरो प्यारो नम्बरी भीमबहादुर पुन्ज्यूलाई म अनुरोध गर्दछु। नम्बरीहरू सबैलाई नमस्ते। एउटा कुरा याद राख्नुहोस् है, म चाहिँ छोरी जन्मेला भन्ने 3टा छोरा जन्मे, पछि लास्टमा छोरा जन्मियो है। छोरा जन्मेर म 19 महिना छुट्टी नै आएर ट्याग गरेको चिठी गयो गरे। त्यहाँदेखि म घर आउँदा 24 महिना आएर छोरा खुरखुरी हिँड्दै गरे। त्यहाँदेखि 4 महिना बिताएर मैले सोचेँ होइन यसको नि पाठहरू गर्नु पर्यो भन्ने सोचेँ। बदल गएँ। त्यहाँदेखि पेनाइ हुनुहुन्थ्यो धर्मशालाको सुरेश गुरुजी, कम्पनी कमान्डर हुनुहुन्थ्यो। एउटा घाँस थियो लेफ्टेन्ट जनरल भएर जिल्लाको एसएस सहदेव कम्पनी कमान्डरमा पेनाइ मिल्यो भने गुरुजी पाठहरू गर्नु पर्यो। अरे मेरो 3टा त पहिले भइसकेको छ, यो एउटा त हुनु होला भन्यो। होइन तपाईँले विचार गर्नु सर, यस्तै गरेर हेर्नुहोस् भन्यो। उसले पाठहरू गरेर साइन गर्नु गइछ, कम्पनी कमान्डरले फर्काइदिन्छ। ल 15 मानेन के गर्ने भनेर म भेट्छु गुरुजी कम्पनी कमान्डरसँग भने। म गएँ कम्पनी कमान्डर साहब एसएस को सहदेव स्वास्थ्य म गएँ। अरे तू तो बेवकूफ है भने किन साहब भने 4 लटके कैसे होता है, ये नहीं होता है भने कि हुन्न यो भने उसले। साहब ठिक छ नभएपछि तपाईँले एउटा सेवा साहबसँग कुरा गर्नुहोस् के भन्छ भन्यो। त्यहाँदेखि ऊ पनि गइछ त्यो समाज 3 दिन 4 पछि मलाई बोलायो फेरि। ल भीमै हिँड सेवा साहबसँग भन्नु गयो। सेवा थियो रमेश टिसी भन्नु। अरे तू त बेवकूफ रहेछ भने मलाई किन साहब 4 छोरा कोही जन्मिन्छ कोही हुन्छ पाएको होला भने खै हो गरे साहब गल्ती त मेरो छ बच्चाको होइन। ठिक छ हुन्न भने साहब यो हुन्न भने मलाई लेखेर दिनुहोस्, म चित्त बुझाउँछु। भोलि त्यसले नै हक माग्ने होला, त्यसले दिनु पऱ्यो नि साहब भन्यो। त्यसले विचार गरे ठिक छ गर्ने यसको भन्नु गऱ्यो। त्यहाँदेखि अन्तिममा आएर त्यही केटा त्यही रिलेसनमा भर्ती भएर अहिले नासुताउने छ। त्यतिखेर नगरेर म चाहिँ त्यो केटाले मेरो ज्यान खान्थ्यो हो कि होइन। त्यही कारण खुसियालामा म आज लाग्ने 10 मैले दिएँ। अझ पनि म 10,000 थपेर जान्छु है। यही हो मेरो नम्बरहरूलाई खाएको पिएको। म उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अब म हाम्रो नम्बरी हिरा घले र मेरो बहिनी हिरा गुरुङ
उहाँहरूको नाच चाहिँ उहाँहरू दुईटाको पहिल्यै कुन गीतमा नाच्ने भनेर सल्लाह पनि भइसकेको रहेछ यो मलाई थाहा छैन है ल होइन ठिक छ पिरती लाउँदिन साइली पिरती लाउँदिन पिरती लाउँदिन साइली पिरती लाउँदिन भेट्न नि आउँदिन मलाई भेट्न नि आउँदिन खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल ए खोली सलाल झलेको झलाल झलेको झलाल चिटिका भनेर आइछु चिटिका भनेर चिटिका भनेर आइछु चिटिका भनेर भेटौँला भनेर तिमीलाई भेटौँला भनेर खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल झलेको झलाल कलेजी कटाकाई तिमीले बिर्स्यौ चटाकाई कलेजी कटाकाई मेरो कलेजी कटाकाई बिर्स्यौ चटाकाई तिमीले बिर्स्यौ चटाकाई खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल ए खोली सलाल झलेको झलाल झलेको झलाल मुटुमा छौ मेरो तिमी मुटुमा छौ मेरो मुटुमा छौ मेरो तिमी मुटुमा छौ मेरो सबै थोकौ मेरो तिमी सबै थोकौ मेरो खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल झलेको झलाल मन मिल्ने साथी छन् मेरो मन मिल्ने साथी छन् मन मिल्ने साथी छन् मेरो मन मिल्ने साथी छन् मनको जाति छन् साह्रै मनको जाति छन् खोली सलाल झलेको झलाल खोली सलाल झलेको झलाल ए खोली सलाल झलेको झलाल झलेको झलाल नजरले हानेको हेर नजरले हानेको नजरले हानेको हेर नजरले हानेको फकाउन जानेको कति फकाउन जानेको खोली सलाल झलेको झलाल
चञ्चले बानी छ चञ्चले बानी छ तिम्रो चञ्चले बानी छ ढल्केर जाने छ जोबन ढल्केर जाने छ खोली सलाला झल्को झलाला खोली सलाला झलेको झलाला ए खोली सलाला झलेको झलाला झलेको झलाला गरेको खै मलाई माया गरेको खै मलाई गरेको खै मलाई माया गरेको खै मलाई फुल्न देऊ है मलाई दिलमा फुल्न देऊ है मलाई खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला झलेको झलाला हेरिरौ झैँ लाग्छ तिमीलाई हेरिरौ झैँ लाग्छ हेरिरौ झैँ लाग्छ तिमीलाई हेरिरौ झैँ लाग्छ बेरिरौ झैँ लाग्छ अङ्गालो बेरिरौ झैँ लाग्छ खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला ए खोली सलाला झलेको झलाला झलेको झलाला मसानी छानी छु सल्लो मसानी छानी छु मसानी छानी छु सल्लो मसानी छानी छु गर्नलाई जानी छु माया गर्नलाई जानी छु खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला झलेको झलाला फर्स्ट इयरका सिनियर अफ द मस्ट हाम्रो पूर्ण नम्बरी उहाँको चाहिँ छोटो मन्तव्यको बादमा एउटा नाच हाम्रो फेरि छ दिदीबहिनीहरूको केन्द्रको नाताले सेन्टर त हाम्रो पोखरामै एकदम राइट प्यालेस छ मेरो विचारमा किनभने सबैले जम्मा हुन काठमाडौँबाट आउनु बुटोलबाट आउनको लागि यता के अरे म्याग्दी बागलुङबाट गुल्मीबाट आउनको लागि सेन्ट्रलाइज हाम्रो पोखरामा नै छ तर एउटा कुरा के हो भने यहाँको बिचरा जो कार्य समितिलाई अलिकता बोझको भएको हिसाबले जस्तो मैले काठमाडौँ भेगतिरको सबै म छु भने मैले जिम्मा लिएँ जस्तै नम्बरीले भन्नुभयो जति पनि अब यता नारायण घाटतिर छ स्याङ्जातिर छ सबैले हामीले एउटा भेगिए प्रतिनिधि मेरो विचारमा चाहिँ नि एउटा रिस्पोन्सिबल त्यो के भने नम्बरीको नजिकको हालत के छ कसो छ उहाँलाई प्रोत्साहन गर्ने के छोटो आफ्नो मन्तव्य हाम्रो हिरा घले पहिलो वर्षमा भेट्दाखेरि बल्ल भेट हुँदा चिनेकै छैन को हो को अब अहिले हाम्रो 68 नम्बरीले भात दियो हाम्रो 22ले भात थापेर खायो मैले भन्नु बिर्सेछ एउटाले भात दियो एउटाले भात खायो यहाँ समाज घरमा हामी छाडो नाच्नु जाँदा आयो थाहै छैन मैले भन्नु पर्दा अब हामी हाम्रो अहिले प्रमुख अतिथि हाम्रो सुब्दर 50 गुरुजीज्यू उहाँ हामीलाई
खुट्टासम्म यहाँ भनिसिदिनु भएको छ, हाम्रो सबै नम्बरीहरूले भनिसिदिनु भएको छ, त्यो भनिरहनु पर्ने कुरा छैन। र अहिले मलाई एउटा कुरा भन्नु मन लाग्यो, हाम्रो फसबहादुर नम्बरीले हामी यो स्विमिङ सिकाइराखेको थियौँ हामी त्यो रोडमा। अब सिक्दा थाकेछ म त सिधै तल पानीभित्र गइसकेछ, मलाई कोही दुनियाँ थाहा भएन। अब त्यो कुरा अहिले स्मरण गर्नुभयो फसबहादुर नम्बरीले, मलाई समाएर तानेछ। म किन मर्दो हो? मेरो सासू र ससुराले ज्वाइँ लाउरे, हिजो लाउरे भयो, घडी साइको भयो, घडी त्योइसित हातमा आउँदी त्योइसित टेप रिकर्ड 3 पिस लिएर त्यही हिँडेको छ। अब हामी गोठलो गरेर हिँडेको पैसा पुगेपछि त्यसैमा लाउरे हुम्ला। अब कति सपना बोकेर अब उहाँ सपोर्ट गरेर भज हाम्रो गुरुले खुट्टा समय सिकाएर आज यो लाउरे एउटा नाइसुक्दर हिरबहादुर भाइले बनाउनु भएको छ नि। तर सासू र ससुराले त ल है तेरो लागि यहाँ मैले के अरे एउटा कन्या जन्माइदिएको छु भनेको छ। म त्यतिकै चाँडै त्यही मरेर त फेरि मेरो सासू ससुरले कसले ज्वाइँ बनाउने? त्यसैले म आएर फेरि अहिले हाम्रो यहाँ हाम्रो मिसभाहरू हुनुहुन्छ। अब हामी कति सपना बोकेर हामी नम्बरीहरू टुरगुड कम्पनीमा भक्कु बाजेको स्याबसे सेरे स्याबसे भन्थ्यो। भक्कु बाजे कहिले 1 वर्ष कहिले हाँगेको दिन थाहै लागेन। त्यो भक्कु बाजेको रोटी भक्कु नखाए हाम्रो आन्द्रा भरि नै थिएन। यो यथार्थ कुरा हो। अरू मेरो के अरे मोरिसाईमा गएर मिठाई जुलुबी खायो। हाम्रो गुरु यहीँ हुनुहुन्छ, जसको 50 रुपियाँभन्दा बढी भयो। आलमारी र 4 बाई बोकेर रोलकालमा हुब्नु पर्ने। अब त्यस्तो अवस्था गुज्रेर आएको आज मलाई एकदमै राम्रो लाग्छ। यस मेसेज श्रेय पाउनु पर्ने म यहाँ हाम्रो 50 43 213 युवराज राणा मगर यति खडेर जानुभएको छ। त्यो उसलाई थाहा छ, हामीलाई थाहा छ, यति गरेर गएको छ। त्यो पछि हाम्रो सुन्दर लालबहादुर गुरुङ उहाँ के अरे बाहिर देश भएर पनि यहाँको अर्गनाइजेसनमा खडिएको छ। त्यस्तै हाम्रो कार्य समिति हामी सबै नै लाग्यो। तर सबभन्दा उहाँ डुबेको छ। यसको लागि एकपल्ट सबैले जोरदारसित ताली बजाइदिनु होला भने
अनि शुद्ध मेजर शङ्करदेव थापाज्यूको छोटो मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँ उपस्थित हुनुभएका सबैजनालाई मेरो आत्माबाट मेरो तर्फबाट सबलाई मेरो नमस्कार पठाउन चाहन्छु। साथै जय हरि जय गोरा। सायद मलाई के लाग्यो भने जब यो कार्यक्रमको लागि आजभन्दा 6 महिना पहिलेबाट मलाई 50 43 221 अमृत फोरान्जियरको बिरगो कम्पनीमा नि थियो उहाँ। म पनि फोरान्जियरको बिरगो कम्पनी नै हो र उहाँले चाहिँ यो कार्यक्रमको लागि उहाँबाट ल यस्तो यस्तो कार्यक्रम गर्ने भन्ने कुरा छ र साहब है तपाईँ त जसरी भयो भने जानुपर्छ नि त्यहाँनिर भनेर उहाँले कुरा गर्नुभएको थियो क्या। त्यस कारणले गर्दाखेरि आज म यहाँ आएको छु। हजुरले यो मलाई बोलाउनु भयो र तपाईँलाई सबैलाई धन्यवाद दिन चाहन्छु। र सर्वप्रथम मेरो परिचय भन्नको लागि मेरो नाम शङ्कर बहादुर थापा मगर हो। म घर अहिले गोर्खा नगरपालिकाको 4 नम्बर वडा कालिका थानभन्दा जस्ट पछाडिपट्टि त्यहाँ पर्छ गाउँको घर। र अहिले म गोर्खा बजारको जिल्ला अस्पतालकै नजिक भनौँ उहीँ गेटैमा एउटा त्यसलाई भन्छ हस्पिटल चौक पनि भन्छ। मलाई अति खुसी लाग्यो। मलाई त कस्तो लाग्यो भने म त रगड कम्पनीमा ती 3 कम्पनी आज 2 कम्पनीमै छु कि जस्तो लाग्यो क्या। म सर्वप्रथम के हुन्छ भनेदेखि फौजमा भर्ती भएर गएपछि म 76 सालको 17 जुनमा मेरो इनरोलमेन्टमा छ भर्तीको। र मैले 79 सालमा कलकत्ता ब्यारेकपुरमा मैले पिटी कोर्स गरेँ, सर्ट कोर्स। र म त्यो 200 जना थियो त्यहाँ पास भएर 60 जना हामी पुना पिटी स्कुलमा गयो। 79 सालमा मैले 10 हप्ता गरेँ। म सेलेक्सन भयो। उसको पछि 1 वर्षपछि मैले एडभान्स 80 सालमा गर्न बोलाएँ। त्यही पिटी कोर्स 80 सालमा गऱ्यो। फेरि सेलेक्सन भयो म जिम्नास्टिकको लागि। म 82 सालमा मैले जिम्नास्टिक गरेँ फेरि त्यही स्कुलमा। नेपाल आर्मीको 2 जना, इन्डियन आर्मीको 11 जना थियो त्यो हाम्रो ब्याचमा। जम्मा 13 जना थियो त्यो जिम्नास्टिक टिममा। र 2टा गुरुजी थियो, सरदारजीहरू थियो, नेसनल प्लेयरहरू उनीहरू। पल्टन आउनको बाद मलाई सेन्टर पठायो। सेन्टरमा म 82 साल नभेम्बरको 28 गते म पुगेको थिएँ सेन्टरमा। र त्यो बेलामा यो 43 200 कति बेला 200 कुकुरले कसम खाएर एडम कम्पनी थियो। र उसको पछि म टु कम्पनीमा बस्यो। र हजुरहरूसँग म 83 सालमा एक ठाउँमा बस्ने पाएँ मैले। र त्यो बेलामा यस्तो हुन्थ्यो कि एउटा हिसाबले पिटी कोर्स भन्ने कुरा चाहिँ यस्तो हुँदो रहेछ, अलिकति हात अथवा केही चलाएर अलिक डर देखाएर नगरिकन त्यो मान्छेले काम गर्न सक्दैन, काम गर्दैन। त्यस कारणले गर्दा पिटिआईको हातमा चाहिँ स्पिकिङ रोप हुन्थ्यो, एउटा रोप पनि हुन्थ्यो, खाली हात पनि हुन्थ्यो। र भेट्टायो भने पिटिहाल्थ्यो, हिर्काइहाल्थ्यो। त्यो हिर्काउँछ भनेर डरले कुस्तो भएर भाग्ने गर्दा ऊ त्यसो गरेर एकदम फिजिकलीमा तेज हुन्थ्यो नि, त्यस्तो हो। त्यस कारणले गर्दा हजुरहरूकोमा सायद मैले त्यस्तो कोही गरेँ होला। यसमा म क्षमा प्रार्थी चाहन्छु अहिले म है। त्यस्तो हुन्छ तपाईँको, जसमा म तपाईँलाई के भन्नु माग्छु भने त्यो सभाटुमा म 82 साल नभेम्बर महिना गएको 28 तारिक भनेपछि म 86 साल म जुनको महिनामा 8 गते म पुसमा मेरो पल्टन थियो, उहाँ म पुगेको थिएँ। त्यति बिचमा म सेन्टरमै बसेँ म ट्रेनिङ गरेर। त्यसमा ट्रेनिङ दिएर बस्दाखेरिमा यस्तो हुँदो रहेछ, जसमा त्यो बेलामा कस्तो थियो भने फिजिकल ट्रेनिङ सेन्टरमा पनि भ्याकेन्सी हुन्थ्यो, भर्ती हुन्थ्यो। त्यो भर्ती गर्दाखेरिमा सेन्टरमा कस्तो हुन्थ्यो भने पिटीवालाले चाहिँ फिजिकल ट्रेनिङको बारेमा नाप्ने जो सबै गर्थ्यो, अफसरहरू डिटेल हुन्थ्यो। तर अफसर हेरिरहन्थ्यो र उनीहरूले हामीले काम गराउँथ्यो। अहिले त कर्नेल साहबहरूले पनि यहाँ ग्राउन्डमा गएर चाहिँ उ गर्छ भर्ती गर्नलाई नि, त्यो बेला त्यस्तो थिएन, सेन्टरमा त्यस्तो थियो। त्यस कारणले गर्दाखेरि हाम्रो गोर्खा दाजुभाइहरू केटाहरू भर्ती हुनलाई सेन्टरको वरिपरि घुमिरहेको हुन्थ्यो। सोलनतिर हुन्थ्यो, कता तपाईँको कता सिमला हुन्थ्यो, हर ठाउँ हुन्थ्यो। र मलाई एउटा के याद आउँछ भने एउटा बिन प्रसाद गुरुङ भन्ने एउटा पोखराको थियो है, बिन प्रसाद भन्ने। अब जसमा पहिला
भर्ती हुनुहुन्थ्यो पहिला, त्यो मान्छे 2पल्ट 3पल्टसम्म सेन्टरमा आयो, त्यहाँबाट भीम गर्न नसक्ने यता गर्न फालिदिने। त्यहाँबाट लौन सर मलाई त जसरी हुन्छ भन्थ्यो क्या, त्यो बिन प्रसाद भन्ने मलाई याद आउँछ। उसको पछि त्यो मान्छे भर्ती भयो, भर्ती भएर जब गयो टु होममा, त्यहाँ उसको पछि के हुन्थ्यो भने मलाई स्विमिङ पुलमा डिटेल हुन्थ्यो, स्विमिङ गराउनेमा। त्यहाँबाट त्योभन्दा पहिला के थियो त्यहाँ भनेदेखि एउटा मान्छे मर्या रहेछ रगुट, गुरुजीले नजानेर मर्या रहेछ। त्यो मलाई त थाहा लागेन, पहिला यस्तो भयो भन्ने कुरो सुन्थ्यो मैले। केटाहरूले एकैचोटि उसमा हालिदियो, स्विमिङ पुलभित्र उसमा हालिदियो, भत्याग्रा भुत्रुक सबैजना जान्ने त हुँदैन, गाउँको मान्छेहरू नजान्ने हुन्छन्। त एउटा मान्छे त मरेछ वहीँभित्र, एउटा थर्पसिदिएको थियो, पिटीवाला थियो होला भन्थ्यो। त्यो मैले सुनेको थिएँ कुराहरू। हामी पछि गइयो, बादमा पछि जब गर्मी सिजन लाग्छ स्विमिङ पुलमा अरू कोही पनि जान मान्दैन थियो। त्यो बेला मेरो टोली हुँदाखेरि मैले डिल गर्थेँ। गर्मी त्यहाँ त जाडो ठाउँ, गर्मी लाग्यो मात्रै चल्थ्यो स्विमिङ। त्यहाँबाट मलाई चाहिँ डिल गर्थ्यो स्विमिङ पुलमा, मेरो कामै स्विमिङ पुलमा बस्नु। त्यहाँबाट स्विमिङ गराउने आयो भने खेलाइदिने, नानी प्रोग्राम टाँसेर आयो हुन्थ्यो त्यहाँनिर होइन। त्यहाँबाट म त्यस्तै थियो। त्यहाँबाट त्यो पिन प्रसाद भन्ने भर्ती नि भयो बिचरा है। त्यहाँबाट एकपल्ट स्विमिङ पुलको सफाइ गऱ्यो। सफाइ गर्दाखेरि त्यो गहिरो ठाउँमा थियो, 16 फिट त्यसको गहिरो, त्यसको गहिरो 16 फिट छ। त्यहाँबाट यस्तो सोल्ट हुँदै माथि आएको थियो, त्यसको 50 मिटर लामो छ त्यसको चाहिँ लम्बाइ। त्यहाँबाट चाहिँ के हो भने मैले भने बिन प्रसाद तिमीले यस्तो गरेर साफर यहाँ तल गएर गर त भनेर भनेको त म गर्छु भने गऱ्यो, उसले माथि माथि गऱ्यो। त्यहाँबाट मैले त्यो गहिरोमा कसरी गर्ने त भन्ने कुरो भयो। त्यहाँबाट त्यो 16 फिट तल गएर साफ गर्नु त गाह्रो गर्छ, पुरुषले यसरी साफ गर्नुलाई। त्यहाँबाट मैले भने त्यहाँबाट अब यस्तो छ, अब त्यहाँ त स्विफिङ त्यो सेक्सन स्विपर चलाउँथ्यो नि त्यहाँनिर, मोटर लगाएर भित्र पुरुषले। म गर्छु भने त्यहाँबाट मैले भने कहाँ सक्छ त्यस्तो गर्ने भनेको त हेट तेरो गुरुजी म त फेउतामा खेले मान्छे हो भने मैले भने बाबा यो फेउतामा खेले मान्छेले कि यो स्विमिङ पुल त्यस्तो 16 फिट तल गएर साफ गर्न सक्छ त गुरुजीले भने मनमनले। मैले त्यहाँ त यसलाई के गर्ने त मैले के भने नि अब त्यो आउँछ पौडी खेल्न, अब मैले त्यसलाई सिकाउँछु। हेर यस्तो हुन्छ क्या कुराहरू क्या। अब मैले त्यसलाई चाहिँ सिकाउँछु मैले स्विमिङ कस्तो हुँदो रहेछ भनेर चाहिँ। 16 फिट मुनि गएर त साफ गर्नु त गाह्रो छ नि त। त्यहाँबाट चाहिँ आयो, त्यसको टिम पऱ्यो क्या खेल्न। त्यहाँ अघि नै कुरा गऱ्यो नि, त्यसलाई सियो साप थियो, खत्री साप, पिएस खत्री साप, देहरादुनको त्यो साप, त्यो गोर्खाली त्यो साप होइन। त्यहाँबाट त्यो आयो खेल्न, पौडी खेल्न, त्यो प्लाटुन नम्बर पऱ्यो। त्यहाँबाट मैले त्यो बेला अब जान्ने जान्नेलाई एकतिर, नजान्नेलाई एकतिर होइन, त्यो छुट्याउँछ नि त। अब ऊ त जान्ने पऱ्यो मान्छे। मैले भने अब बिन प्रसादलाई आज खेलाउँछु पौडी। त्यहाँबाट मैले के गरेँ भने 3 चक्कर लाग्नु त्यसलाई, ओल्लो छेउ पल्लो छेउ, ओल्लो छेउ पल्लो, 50-50 मिटर 3 चक्कर लाग्नु पऱ्यो नि त। 150 मिटर पऱ्यो नि त त्यो त होइन, 150 पऱ्यो नि त। त्यहाँ अब त्यहाँ त के भयो भने त्यहाँ नजान्नेलाई बस्यो, जान्नेलाई त्यहाँबाट लखेन। अब 3 चक्कर लाएर निस्किने भनेर त्यहाँबाट उनीहरू पस्यो खेल्नलाई। अब जो थाक्यो निस्केर गइगयो। त्यो बिन प्रसाद त पानीमा परेको बिचरा है, पछि थाक्दा खेल्दा खेल्दा त थाक्यो नि त, गयो उसमा बिचमा। त्यहाँबाट मलाई खत्री साहबले के भने गुरुजी उसको निकाल, पानी खाएको त निकाल भनेको। मैले भने साहब अलिक खानिदेऊ न पानी भनेको, अलिक खाँदैन नि भयो। त्यहाँबाट एकछिनपछि फेरि अलिक पानी अलिक खायो नि बिचरा होइन। अब त उसलाई त पानीमा पौडी खेल्छु भने ऊ त थियो नि त। त्यहाँबाट के हो, त्यहाँ अलिक खायो। त्यहाँबाट गएर फेरि मैले निकालिदिएँ होइन। त्यहाँबाट त देख्दै कस्तो हुँदैछ त, पछि भन्थ्यो अनि फेउता देख्दाखेरि कस्तो हुँदैछ भनेको यस्तो भनेर भन्थ्यो क्या। भने त्यस्तो हुन्छ। त्यस कारणले गर्दाखेरि म यो पनि भन्छु, मैले एउटा छ त्यहीँ गोर्खामा एउटा बिरबहादुर भन्ने छ, 4 इयरको सेकेन्ड भर्खर गोले भन्छ। तपाईँले मलाई पानीमा खुब चौल्नु त पास त गर्दैन है भन्छ क्या। त्यो बेला क्या अलिक कुरो गर्छ क्या। भने त्यस्तो हुन्छ ट्रेनिङ दौडमा होइन। त्यस कारणले गर्दाखेरि कुनै पनि कुराको एउटा धोस कहिले पनि हुँदैन होला है जस्तो लाग्छ मलाई होइन। त्यस कारणले गर्दाखेरि यस्तो हो। र त्यस्तो तरिकाले चाहिँ हामीले ट्रेनिङ गरिदियो होइन। हामीले एउटा फुल लगाउँछौँ नि होइन, कस्तो राम्रो फुल सट्ट उग्छ, कति राम्रो कोपिला हुन्छ, कस्तो राम्रो सानो फुल्छ, कति राम्रो हुन्छ होइन। त्यो फुल पछि मुर्झाउँछ होइन। हाम्रो मान्छेको शरीर पनि त्यस्तै हो नि।
तपाईँहरू त्यो बेलामा चाहिँ कस्तो थियो त्यो बच्चाहरू है, कस्तो भर्खर भएको कति राम्रो राम्रो थियो। जस्तो यो हामी उसको 12 मेरो मैले यसो कुरो गरेको भेनाजी भने 12 गुर्जी हुन्थ्यो, 12 गुर्जी के साला भेना थियो नि त ती। त्यस कारणले गर्दाखेरि म यहाँ यसो हेर्छु, मान्छे झ्याप्पै हेर्दाखेरि चिन्दो रहन्छ क्या, झ्याप्पै हेर्दाखेरि मान्छे चिन्दैन हाल्नुहोस्। त्यहाँबाट यसो हेर्दा आज 42-43 वर्ष भने त सानो कुरा होइन नि त, मान्छेको एउटा जिन्दगी हो नि त, होइन र? मान्छेहरू 12, 13, 14 वर्ष 15 वर्षमा बिहा गरेर बच्चा हुन्छ। हामी त 43 वर्ष 42-43 वर्ष भइसक्यो हामीले हामी चाहिँ उ गरेर आएको। अझ त्योभन्दा माथि उमेर हेर्नुहोस्, अब 70 वर्ष पुग्नलाई चाहिँ म एउटा भनौँ होइन। त्यस कारणले गर्दाखेरि अहिलेसम्म हजुरहरूका मतलब एउटा यादले गर्दाखेरि आशीर्वादले हुने अहिलेसम्म म हिँडिरहेको छु, गरिरहेको छु। अब म एक बुढो भए पनि अहिले मोटरसाइकल लिएर गोर्खाबाट यहाँ आएको, म आइरहन्छु यहाँ यो क्याम्पमा एउटा आइरहन्छु, कार्यक्रम हुन्छ। म गोर्खा जिल्लाको मगरसँग पनि छु। तपाईँको यो रङ्गशालाभन्दा अगाडि एउटा हल छ, त्यहाँ गुरुङको हल र मगरको हल छ, दुईवटा जोडिएको घर छ त्यहाँ। त्यहाँ पनि म कार्यक्रममा आएको छु, त्यहाँ पनि आइरहन्छु। एकपल्ट त कार्यक्रम यहाँ बजार पनि हिँडेको हो हामीहरूले, त्यस गरी हिँड्छु। त्यस कारणले गर्दाखेरि अहिलेसम्म भगवान् कृपाले गर्दाखेरि यहाँ भइरहेछ। सबजना मान्छे राम्रो होस्, सुखी रहोस्, शान्तिपूर्ण होस्, सुस्वास्थ्य होस् भन्ने मेरो कामना गर्छु। भन्नेखेरि एउटा फौजमा बसेर फोरन्जियरमा फोरन्जियरको मान्छे यहीँ छ, जस्तो पूर्णबहादुर फोरन्जियरको मेरो बिरुवा कम्पनीको हो। उहाँलाई थाहा छ म कस्तो मान्छे हो भन्ने कुरो त एकै थाहा छ। उहाँ सेन्टरमा छोडेर पल्टनको कुरा गरिदिनु, उहाँ पूर्णबहादुरले सोध्यो भने उहाँले भन्छ एउटै कम्पनीको हामी। उहाँ फेरि पेन्सन निक्ल्नु भयो, म यताउता जान्छु भनेर चाहिँ निक्ल्नु भएछ। त्यस कारणले गर्दाखेरि म 4 वर्ष मैले हल्दार मेजर पनि गरेँ बिरुवा कम्पनीमा फोरन्जियर। उसको पछि अब सिनियरले लाउँछन्, जेसे लाउँछन्, अब त सधैँ हल्दार मेजरै बस्यो नि, 4 वर्षसम्म बस्यो। यस्तै रहेछ हेर्नुहोस्। गर्दै जाँदाखेरि अब एउटा प्रकारले भन्दाखेरि मेरो एउटा छोरा छ, एउटा छोरी छ है। मेरो छोरी बिएन नर्स हो, त्यो टिचिङ हस्पिटलमा छ अहिले। मेरो एउटै छोरा अहिले त्यो दुबईमा छ। मैले मेरो छोरा भर्ती गर्नलाई पनि मैले चाहिँ मलाई अचम्म जोड गरेको, जसमा यशपाल साहब भन्ने शिव साहब थियो, थर्ड पोस्टबाट आएको। मलाई नयाँ सुधार पनि उहाँले लगाइदिएको, सुधार पनि उहाँले लगाइदिएको मलाई उहाँको हातबाट। उहाँ गोरखपुरमा चाहिँ भर्तीको उसमा आउनुभयो, कर्नेल साहब। त्यहाँबाट मलाई भन्यो शङ्कर साहब तपाईँले छोरी भर्ती गर्न ल्याउनुहोस्, यहीँ मबाट छोडिदिनुहोस्, तपाईँले केही गर्नु पर्दैन, म भर्ती गरिदिन्छु भन्नुभयो। त्यो बेला पल्टन थियो काश्मीरमा पल्टन हुँदाखेरिमा तपाईँको यस्तो कि त्यहाँ कि मान्छेहरू मयौँ भन्ने मान्छेहरू पनि सबै एकदम नर्भस भएर जाने। रातभरि त्यो बरफमा बस्दाखेरिमा कस्तो हुन्थ्यो होला तपाईँहरूले सबले भोग्नु आएको छैन। कोही मान्छे हुन्छ भोग्या हुन्छ, कोही मान्छे भोग्या हुँदैन। लडाइँ परेको छ लडाइँमा जान्छ, कोही मान्छेको त्यो ब्यारलबाट गोली ननिक्लेको मान्छे हुन्छन्, कोही मान्छेले यति दुःख पाएको हुन्छ कि शान्ति हुँदैन। त्यस कारणले त्यो दुःख पाएकोमा हामी थियौँ क्या त्यहाँ बिरुवा कम्पनीमा। मेरो सिनियर जेसो पहिला मभन्दा सिनियर जेसो थियो, पहिला उहाँ जानुभयो। उहाँले सिनियर जेसो मान्छे पिसी कोर्स गरेर चाहिँ ए ग्रेडिङ लिएर उहाँ चाहिँ जाने भने मान्छे म त अफिसियल लेख्छु, म त फौजमा जागिरै खान्न, त्यहाँसम्म अब त्यति दुःख त्यहाँ। रातभरि 3 दिनको यहाँ यस्तो दुःख हो र। अब त्यहाँको कुरा गर्ने डङ्गपुर ठाउँमा चाहिँ म त्यहाँ पछि लास्टमा सिनियर जेसो जानुभयो, पेन्सन जानुभयो उहाँहरू। त्यहाँ उहाँले म अफिसियलसम्म लेख्छु भन्नुभएको थियो, जागिर खान त्यस्तोसम्म भएको दुःख। त्यो देखेर मैले छोरालाई मैले लानु, त्यो एउटा छोरा यहाँ भ्याट्ट भइदियो भने के त्यहाँ कति मरिरहेको छ, अपरेसन भइरहेको छ त्यहाँ। त्यस कारणले गर्दा मैले छोरालाई भर्ती गरेँ भने यस्तो हुन्छ। म त एम्बुसँग फसेको मान्छे। अब जसमा नहर थियो त्यहाँ डङ्गपुरभन्दा बाहिर नहर छ, त्यहाँ मान्छे थियो त्यो नहरमा कम्पनीबाट मैले नि लिएर गएको 36 मान्छे गएको छ कम्पनीको मान्छे। एम्बुस 2 ठाउँमा लाउनु छ लिएर जाँदा कस्तो भयो त्यहाँ। यतातिर नहर, माथि दुसी, यतापट्टि त्योभन्दा मुनि बाटो थियो। हाँस खेलिरहेको छ हेर्नुहोस् यसमा पानीमा। म त पानीमा जान्छु भनेर यसो पानी यसो हाँस पराले हेर्न गएको, हाँस खेलिरहेको छ। त्यो स्काइल्यान्डमा गएपछि भन्छ नि मान्छे, स्काइल्यान्ड भन्छ नि हामी ट्रेनिङ गर्दाखेरि ठ्याक्क देखेछ हाम्रो त्यहाँ। तिनीहरू त्यो जो पहिल्यै एम्बुस लाएर गइसकेको रहेछ, त्यो को भन्दा आफ्नै पल्टनको
कम्पनी हेडक्वार्टरको मान्छे आयो, बटालियन हेडक्वार्टरबाट आएको मोटर प्लान्टको जीवननाथ कमान्डर मेरो नम्बरी, ऊ उहाँबाट आएको बटालियन हेडक्वार्टरबाट। हामी उहाँ कहाँ कुना बसेको कम्पनीको त्यो कस्तो भयो भने बसी त्यो ठ्याक्क उनीहरूले देख्यो, उनीहरू तै गइगयो, जुन लागेको छ हेर्नुहोस् 50 मिटर जति बाँकी थियो होला त्यो मुसँग हामी पस्नलाई देख्यो। उनीहरू सबै तयारी गर्यो, आयो दुश्मन भनेर उनीहरू तयारी गरेर बस्यो। एमुसन तपाईँलाई थाहै छ कस्तो सेटिङ गरे हुन्छ हतियारहरू। उसको पछि मसित कुकुर थियो, तिनीहरूसित पनि कुकुर रहेछ हेर्नुहोस्। मेरो कुकुर त त्यहाँबाट त झम्टेर अगाडि जान्छ, चकमन्न ठाउँमा हेर, त्यहाँबाट त कुकुर बाज्यो। त्यहाँ त यस्तो ठाउँमा त कुकुर त कसरी आयो, त्यहाँबाट म त कराएँ। त्यहाँ उताबाट नि कराएँ मान्छे, को कराउँदा मेरो नम्बरै रहेछ जीवननाथ भन्ने मोटर प्लान्टको सुब्दा, म बिरुवा कम्पनीको सुब्दा सिग्नेचर छु हेर्नुहोस्। त्यहाँबाट त त्यो धन्दै फसायो। त्यहाँबाट 3 खेल रिपोर्ट भयो माथि माथि, सिओलाई रिपोर्ट, कम्पनी कमान्डर सबै ठाउँ रिपोर्ट भयो। त एजुटेनले जब त्यो पोइन्ट दिन्छ नि, त्यो एजुटेनले गलत पोइन्ट दिन्छ। बिरुवा कम्पनीलाई त्यही पोइन्ट, मोटर प्लान्टमा त्यही पोइन्ट भन्ने त्यसरी पहुँच्यो कि। त्यस कारणले गर्दाखेरिमा आफ्नो दिन आएन भने बचाउने रहेछ कि। यस्तो मिलन कार्यक्रम सायद मैले त भन्छु यस्तो कसरी नै गरेको मैले अहिलेसम्म थाहा पाएन, कहीँ थाहा पाएन। तपाईँलाई धन्यवाद, यसमा एकदम धेरै धेरै धन्यवाद। यस्तो यो कार्यक्रम सायद कसैले कुनै पल्टनले कुनै सेन्टरको मान्छेहरूले गरेको छैन होला जस्तो। जय हरि। नमस्कार। मेरो 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद। उहाँले आफ्नो योगदान त हामीलाई दिएकै हो, दिएकै हो र हामीले चाहिँ उहाँलाई यसरी सम्झियो र उहाँले चाहिँ स्वीकारेर अहिले यो कार्यक्रममा आइदिनु भयो। हामी धेरै धेरै धन्यवाद छ हाम्रो यो रेग्रुट टिमबाट। पुरान मिलन तथा भेटघाट कार्यक्रम मायाको चिनो अनेरी सुब्दा मेजर श्री शङ्करदेव थापा मगरज्यू। तपाईँ अनेरी सुब्दा मेजर श्री शङ्करदेव थापा मगरज्यूले हामी 27 अगस्त 1983 देखि 16 नोभेम्बर 1983 भित्र भारतीय सेनामा भर्ती भई 14 गोर्खा ट्रेनिङ सेन्टर सभा 2 को नम्बर 2 रेक्रुट कम्पनीमा प्रशिक्षक इन्स्ट्रक्टरको भूमिका निर्वाह गराइदिनु भएको खुसियालीमा 14 गोर्खा ट्रेनिङ सेन्टर सभा 2 को नम्बर 2 रेक्रुट कम्पनीमा ट्रेनिङ गर्नुभएका 1st and 4th गोर्खा राइफलका पूर्व सैनिकहरूको पुरान मिलन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आतिथ्य ग्रहण गरी शोभा बढाइदिनु भएकोमा यो मायाको चिनो प्रदान गरिएको छ। यहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। 11 नोभेम्बर 1984 नम्बर 2 रेक्रुट कम्पनी 14 गोर्खा ट्रेनिङ सेन्टर सभा 2 मिति 2082 साल कार्तिक 21 गते शुक्रबार 7 नोभेम्बर 2025। यो मायाको चिनो ग्रहण गरिदिनु हुनको लागि म प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु र हस्तान्तरण गरिदिनु हुनको लागि आजको सभाध्यक्ष हाम्रा यो 4GR का सबैभन्दा सिनियर अफ मोस्ट हाम्रो फनमान गुरु र हाम्रा नम्बरी 1st GR का सबैभन्दा सिनियर अफ मोस्ट पूर्णबहादुर र अगाडि बस्नुभएका हाम्रा नम्बरी मोती कुमार श्रेष्ठ, मिनसुबा गुरुङ, उहाँलाई पनि म उहाँलाई यो मायाको चिनो हस्तान्तरण गरिदिनु हुनुको लागि म अनुरोध गर्दै यो ग्रहण गरिदिनु हुनुको लागि हाम्रा प्रमुख अतिथिलाई म हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथिज्यूलाई र आजको सभाध्यक्ष विशेष अतिथिज्यूहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमलाई समापन गरिदिनु हुनको लागि म आजको सभाध्यक्ष मेरो नम्बरी 5345 फनमान गुरुङलाई म अनुरोध गर्दछु। बहिनीहरू अनि हाम्रो नम्बरी साहबहरू जो यताउता जो एपोइन्टमेन्ट लिएर आउनु किस्मत लिएर आउनुभयो, एकदम उज्यालो देखेछु। एकदम त्यतिको त पूर्णेको जुन पनि देखिनँ मैले आज है। चमक साइनिङ भन्छ। तपाईँहरूको साथ सहयोग नहुने भए
यो अहिलेको यो झिलिमिली कार्यक्रम हुने अर्को पुनर्मिलन 1 वर्षमा 2 वर्षमा गरौँ कि गर्दै नगरौँ, यो मेरो हजुरहरूलाई एउटा क्वेसन है। ल धन्यवाद छ। अब खाना पनि चिसो हुन लाग्यो। अब अन्तिममा हाम्रो यो 4 जना बहिनीहरू र हाम्रो फोटोग्राफर भाइलाई हामी एउटा सानो सम्मान कार्यक्रम राखेको छौँ। कृपया उहाँहरू 4 जना 5 जना कृपया यहाँ अगाडि आइदिनुको लागि म अनुरोध गर्दछु। खाना खाएपछि फेरि यसरी नै बसेर मायाको चिनो वितरण गरेपछि बल्ल हाम्रो एउटा फोटो खिचौँ, त्यहाँबाट फेरि नाचगान गरौँ। तिमी भाइ छ निशाना आँखैको हावा सारा गोर्खाको डाँडैमा हावा सारा जता छ निर्माया उतै नजर गोर्खाको डाँडैमा हावा सारा जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर।
खै छैन म तिम्रो हुनुमा फरक रहेछ हेर्नु र छुनुमा आवाज उतै गजर श्रीनाथ कोट डाँडैमा आवाज जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर Nana,